अनि त्यहाँभित्र छिरेर एक्सन भनिसकेपछि मेरो सातो पुत्लो होस हवास उडी गयो। त्यतिखेर चाहिँ मलाई लाग्यो यो मैले गर्ने काम चाहिँ हो। यसो हेरेँ म भाग्ने ठाउँ थियो भने भाग्थेँ त्यहाँनिर। नमस्ते कक्रोचजी। धन्यवाद। अनि तपाईँ त यत्रो ठुलो कलाकार हुनुहुन्छ, अनि तपाईँको गर्लफ्रेन्ड चाहिँ छ कि छैन भन्नु त? सर्वप्रथम हजुरलाई मैले टुङ्गाइहालेँ, मेरो गर्लफ्रेन्ड चाहिँ छैन। कुरी 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 दाइ, यस्तो पनि हुन्छ? अहिलेको जमानामा गर्लफ्रेन्ड पनि नहुने हुन्छ दाइ। मेरो त छ। अनि यस्तो मान्छे त कुरी 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 लाज हुन्छ। ठिक छ, अब ल ठिक छ होइन, केही भएन। अनि तपाईँको कलाकारिता क्षेत्रमा आउनुभन्दा पहिले चाहिँ के गर्नुहुन्थ्यो नि दाइ तपाईँले? मैले स्कुलमा बच्चाहरूलाई डान्स पनि सिकाउँथेँ। ए भनेपछि तपाईँले स्कुलमा बच्चालाई डान्स पनि सिकाउनुहुन्थ्यो। अनि त्यसमा चाहिँ तपाईँले आफ्नो सपना चाहिँ कस्तो देख्नुभयो दाइ? नै म सपना पनि देख्थेँ। ए भनेपछि सपना पनि देख्नुहुँदै थियो। ठिक छ त, केही भएन। अनि एउटा कुरा चाहिँ तपाईँले चाहिँ यो सुटिङ गर्दाखेरि अनि कहिले काहीँ यस्तो डायलगहरू बिर्सिनु भएको छ कि नै भन्नु त है? अनि त्यहाँभित्र छिरेर एक्सन भनिसकेपछि मेरो सातो पुत्लो होस हवास उडी हत्तेरीको दाइ, गाह्रो हुन्छ नि त यार तपाईँलाई। अनि त्यतिखेर चाहिँ तपाईँलाई के लाग्यो त? अनि त्यतिखेर चाहिँ मलाई लाग्यो यो मैले गर्ने काम चाहिँ हो। ठिक हो दाइ, तपाईँ सक्नुहुन्न क्या, सक्नुहुन्न, गर्नै सक्नुहुन्न। अनि सक्नुहुन्न भनेको चाहिँ पक्की भनेर राख्नुहुन्छ। अनि त्यतिखेर चाहिँ तपाईँलाई के लाग्यो त दाइ? यसो हेरेँ म भाग्ने ठाउँ थियो भने भाग्थेँ त्यहाँनिर। हत्तेरीका, गाह्रो भएछ नि त दाइ तपाईँलाई। ठिक छ त, गाह्रो हुन्छ त, अब के गर्नु त। अहिले मैले भिडियो बनाइरहेको छु, यो बिग्रियो भने कम त गाह्रो हुन्छ। ल ठिक छ त, केही भएन अब। अनि तपाईँले चाहिँ घरमा कसको सपोर्ट थियो नि दाइ? मम्मीको सपोर्ट थियो। ए भनेपछि मम्मीले अलि उखोपत्तै माया गर्नु हुँदो रहेछ। ठिक छ। अनि एउटा कुरा, तपाईँले चाहिँ भद्रकोल पनि खेल्नुभयो, सकिगोनी पनि खेल्नुभयो। अनि तपाईँलाई चाहिँ भद्रकोलको माया लाग्छ कि सकिगोनीको लाग्छ नि दाइ? यहाँ चाहिँ अहिले पनि मलाई भद्रकोलकै बढी लाग्छ। भनेपछि तपाईँलाई भद्रकोलको माया लाग्दो रहेछ अहिले पनि। ठिक छ त, ल तपाईँले चाहिँ दुईटामा एउटा रोज्नु। सकिगोनी नै। ए मन चाहिँ सकिगोनीतिर, माया चाहिँ भद्रकोल। के हो दाइ तपाईँको भिडियो कि क्या हो? ल ठिक छ होइन, तपाईँको मन मर्जीको कुरा भयो। अनि अहिले चाहिँ हामीले सकिगोनीका काकुलाई चाहिँ देख्न पाएको छैन। अब हटाइएको भने पनि जानकारी हामीलाई आएको छैन। के साँच्चीकै दीपक आचार्य काकु के सकिगोनीबाट हटाइएकै हो त? उहाँले सकिगोनी छोड्नु नि भएको छैन। होइन दाइ, तपाईँले झुटो बोल्नुभयो। छातीमा हात राखेन भन्नुहोस् हामी सँगै छौँ भनेर। हामी सँगै हुन्छौँ जहिले पनि, छातीमा हात राखेर। ए अब छातीमा हात राखेरै भनिसकेपछि त अब छ होला नि त, सँगै हुनुहुन्छ होला नि त। अनि एउटा कुरा के दाइ, अगर तपाईँले एउटा कुरा भन्नुभएको थियो नि जो मेरो गर्लफ्रेन्ड चाहिँ छैन भनेर, होइन होला क्या दाइ? सुट्टुको कानमा भन्नु नि दाइ, भाइको कानमा भनिदिनु न दाइ, नभन्नु क्या दाइ, त्यस्तो हुन्न क्या दाइ, भनिदिनु न साँच्चीकै क्या। साँच्चै भने म त ढाँट्दिनँ नि, म त सोझै छु। ए ठिक छ, तपाईँले भन्नु भएन, ठिक छ त, ठिक छ, नभन्नु 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 के नभन्नु नभन्नु। अनि तपाईँले काम चाहिँ के गर्नु भएको छ नि दाइ? मल बोकेको छु। ए भनेपछि तपाईँले मल बोक्नुहुन्थ्यो? मल त बोक्नु पऱ्यो नि, अब गाउँमा बसेको मान्छे मल नबोकेर हुन्छ? अब हुन त तपाईँ सहरमा बसेको मान्छे, अब के बोक्नुहुन्थ्यो र? ठिक छ, केही भएन। अनि तपाईँको यो सुटिङमा चाहिँ कोही बच्चाहरूले केही ल्याङ गरिदिनु जस्तो केही भएको छ कि छैन दाइ? त्यस्तो डिस्टर्ब गरिदिनु केही भएको छ कि छैन त? एकदमै आएर झुम्बिने नि बच्चाहरूले क्या। ए त्यसमा त डिस्टर्ब भइगयो नि यार। अनि त्यसमा चाहिँ तपाईँले चाहिँ बच्चालाई देखेपछि तपाईँले चाहिँ के गर्न मन लाग्थ्यो नि दाइ? ड्याङडुङ गर्नु। फेरिका ड्याङडुङ चाहिँ गर्नु हुँदैन दाइ, आवेगमा नआउनु, आवेगमा नआउनु। अनि तपाईँले कलाकारिता क्षेत्रमा लागेर टन्नै कमाउनु भयो होला त के कसो? त्यसम्म पनि बुवाले नै हामीलाई हुर्काइराख्नु भएको छ कि पालिराख्नु भएको छैन। ए भनेपछि तपाईँले अहिलेसम्म पनि बुवाले नै पालिराख्नु भएको छैन? कस्तो हेर्दै तपाईँ यस्तो लाठी भएर पनि लाज लाग्दैन त तपाईँलाई? त्यो लाग्छ। ए भनेपछि तपाईँलाई लाज पनि लाग्छ? अब लाज त लाग्नु पऱ्यो नि, अब अहिलेसम्म बाबुले पालेको मान्छे होइन? ठिक छ, ओके। भिडियो कस्तो लाग्यो कृपया यो नेगेटिभ नसोचिदिनु होला, कृपया मनोरञ्जनको लागि मात्र हो, एउटा हँसाउनको लागि मात्र बनाइएको हो। र मेरो च्यानललाई सब्सक्राइब गर्नु भएको छैन भने च्यानललाई सब्सक्राइब गरिदिनु होला, अगाडि बढिदिनु होला। मेरो चाहिँ अब 1500 सब्सक्राइब पुगेको छ। छिटोभन्दा छिटो यो भिडियो चाहिँ 2000 सब्सक्राइब गरिदिनु होला होइन?
त्यही भन्न चाहन्छु। हस् त धन्यवाद। च्यानललाई सब्स्क्राइब गरिदिनु होला। यो भिडियो कृपया केवल मनोरञ्जनको लागि मात्र बनाएको हो, नेगेटिभ अन्यथा रूपमा नलगिदिनु होला है त। ओके बाई बाई।